यात्रा यात्रा कताको साथी बस्छ अहिले बसेर हुन्छ बाटै भत्किने गरी यो चाहिँ हाम्रो गाउँ हामी जाँदैछौँ स्कुल के हो साथी कस्तो फिल भइरहेछ त आज त गर्मी धेरै के बिधि गाह्रो भएको खै पानी परेर शीतल हुनुपर्ने झन् गर्मी पो भयो हामी आइपुग्यौँ के को रुख रे बर हैन बरको रुख मुनिको शीतलमा तै पनि शीतल छैन शीतल छैन गर्मी गर्मी यो बाटो एक दिन म एक्लै आएको है अनि एक्लै आउँदा म प्रायः उताको बाटो जान्छु नि त अनि तपाईँसँग यताको बाटो आउनु थालेदेखि यताको बाटो आएको थिएँ एक दिन छिटो हुन्छ नि त यो बाटो भनेर अनि एक दिन चाँडै भएको थियो क्या 7 बजे 50 किलो झरेको थिएँ भने जाडोको बेला थियो क्या अँध्यारो अन्त यहाँनिर आएपछि कस्तो डर लाग्यो क्या के को डर लाग्यो नि यहाँनिर आएपछि डर लाग्यो नि मोबाइल झिकेर मजाले मोबाइलमा गीत बजाउँदै अनि हिँड्यो नि उता पुगेपछि त अब घरहरू देखिन्छ नि त त्यहाँ पुगेपछि छैन भयो त्यो माथिको टुप्पामा हामी पुग्नुपर्छ त्यहाँ टुप्पामा हाम्रो स्कुल छ हामी छौँ यहाँ फेदतिर यहाँ ऊ हिँड्न नसकेर हामी 11 बजे नि पुग्यौँ अलिकति माथि आयौँ बल्ल पानी खानुपर्छ फेरि पानी छ ब्यागमा चिसो पानी खानुपर्छ मागेर पनि चिसो अस्ति पानीतिर लाएर कस्तो भएको त्यही भएर पानी ल्याएको मैले आज यसलाई चाहिँ के भन्छ र म्याम यसलाई चाहिँ यो माने यसलाई चाहिँ छेउछाउमा भएकोलाई चाहिँ माने भन्ने होला है यो बनाएको पुरै ठाउँलाई चाहिँ के भन्छ पानी खाऊँ न त चिसो पानी धेरै चिसो पनि होइन पानी अलि मिठो पानी परेको नि त चिसो खाँदै नि के खाना पाक्दो रहेछ खाएर जाउँ क्या के पाक्दैछ आमा तरकारी हो हजुर लिनुहोस् आमाकोमा निउरोको तरकारी पाक्दैछ निउरो हो पाके निङ्रो पकाएको हो होइन ए त्यो निउरो त कहिले पाउँदैन पाउनु त पाउँदैन याद बारतिर किन मिठो हुँदैन कहिले खान्छ खाएको छैन अहिलेसम्म मिठो हुन्छ नि मिठो हुन्छ बनाएर खानु त एक दिन भुटेर मात्र खानुपर्छ मिठो हुन्छ अब खानु है ल निउरो घाँस काट्न नि पुग्दो रहेछ मिठो हुन्छ एक दिन पकाएर खानु त अनि हामी यो बाटो हिँड्दाखेरि भन्नु मिठो हुँदो रहेछ भन्नु ल्याउनु न म नि खान्छु कस्तो पेटभरि खानु है बाग्दैको पुग्ने गरी खानु अब पुग्छु म एक घुटको पानीले बाग्दै त्यसैले सास धान्छ ओइ कति राम्रो छ है कति राम्रो यसलाई एक मुठा बनाउनुपर्छ तरकारी
यो हो गाउँको स्पेसियालिटी। अघि त कतिवटा थियो, अब त छैन क्या। याहू फाइदा पनि टन्नै छ गाउँमा, तर हिँड्न पर्छ। त्यति एउटा बेफाइदा छ, हिँड्नु नपरेदेखि चाहिँ गाउँमा काइत्त हुन्थ्यो। के मिसिन चला होला, ट्र्याक्टरहरू, मेल ट्र्याक्टर केही होला। ओइ वाउ, तपाईँलाई मैले भरे बेलुकालाई सरकारी पुग्ने गरी बनाइदिएको हो। यति भएछ, अघि अलिकति टिप्या छ, टिपिदिएको साथीहरू। अब यहाँ यति थप्यो, म्यामलाई एक छाकलाई डन। तरकारीको जुगाड पनि भयो बेलुकालाई। अन्त बाटो यस्तो छ यहाँ, राति पानी परेर हो चिप्लेर हामी त फेरि तलतिरै पुग्छौँ जस्तो छ बाटो त। म्याम बिस्तारै है। यहाँ अलि उ रहेछ, कसले देख्ने हाम्रो दुःख, जागिर खाएको छ, मोज छ भनेको छन् है म्याम। यो दुःख कसले देखोस्? यो दुःख त हामीलाई मात्र थाहा हुन्छ, कसले देख्छ। यो बाटो अप्ठ्यारो भएर पनि गाह्रो भयो क्या। आज नजाने अब बस पाउँछ, बस त भक्तपुरबाट पाउँछ, 5:30 देखि पाउँछ। बसलाई चाहिँ गाह्रो हुँदैन, हिँड्न चाहिँ ल जाऊ अब जाऊ। पनि भिडियो बनाउला भनेको त भसक्कै भएछ। यो चाहिँ हामीले खाएको है, यो केरा यहाँ अन्डा लिएर थियौँ, पानी, हामीले खाजा खायौँ, यहाँ बस्यौँ, एकछिन रेस्ट गऱ्यौँ, गफ गऱ्यौँ। अब हामी जान्छौँ, अब हाम्रो हिँड्ने बेला भयो। त्यहाँ सबै काम यताउता गरिदिन्छ नि आफ्नो ठाउँबाट, भन्ने गर्ने यता। हुन्छ ल, होइन आफ्नो तर्फबाट गर्छन् उनले, त्यस्तो नगर्ने मान्छे होइनन्। छैन रे इङ्ग्लिस। आई लभ यु। आई लभ यु टु। राम्रो देखेँ नि त म्याम है सिन ठिक्क अहिले नभान कुहिरो कति हराभरा है। त्यही त नि, हिजो बेलुका पानी परेर अनि ट्याक्क घाम लाग्यो नि त, पुरै हराभरा हरियाली मौसम त। भिडियो बनाइदिनु पर्यो। यिनीहरू अगाडि जान्छन् जाऊ। पुगे बुढाहरू त छोडेर भागे यिनीहरू। त्यो भिरबाट जानुपर्छ हामी साथीहरू। मर्निङ। किन त एक्लै छोडेर आएँ तिमीलाई? हो तिमीलाई छोडेर आएँ? उता हेर्दै यस्तो भए बाटो नो बाटो अन्त यस्तो छ बिजोग चाहिँ। अनि त डाँडाको उतापट्टि स्कुल। अब
हामी यहाँ असिन पसिन अनुहार हेर्न लायक भइसक्यो। कर लाग्ने अनुहार त के कुरा गर्नु, पसिनाले नुहाइसक्यो। यो ब्याकग्राउन्ड चाहिँ कति राम्रो देखायो हेर्नु न। अनुहारको कुरा गर्न बोल्ने हिम्मत पनि छैन। म त अलिअलि बोल्न सक्दैछु। बोल्ने हिम्मत पनि छैन। अझ घाम लागेको छैन र सजिलो भयो। पोल्ने घाम भएको हो हामी उहीतिर पोलिसक्छौँ। यहाँनिर एउटा फोटो खिचौँ त। सिन त कति राम्रो आएको। अझ यस्तो वाला हेर्नु न। है त कस्तो राम्रो सिन आएको है। पाकेर फतक्कै भइसक्यो। यस्तो मजाले त खानु नै कसले खाला। हाँस काट्दै हुनुहुन्छ। जुत्ताले ढल्काएर आहा त केटो पुरै। वहाँ पुग्दा त जुत्ता त रातो हुन्छ त। अनि हेर बाटो बुढाहरूलाई कति शास्ति छ। परै छ परै। हिजो झन् खोलेर हेर्नु। बाटो आउनु बिस्तारै समाउँदै आउनु। हेलो लाज होइन बिचरा। अनि उहाँदेखि आएको छ पसिनाले झोला हेर्नु त बाटो भिजिसकेको हुन्छ। यसो हेर्दा त के गरी आइएला जस्तो के हो बाटो। बच्चा भनेको बच्चै होला। यस्तो गाह्रो भइरहेछ तर पनि उनीहरू खुब इन्जोय गरिरहन्थे। अब रमाउने, जिस्किने, हाँस्ने, खेल्ने बाटो हेर। हत्तेरिका दस मिनट। यो चाहिँ पहरो है साथी। हामी यहाँ पहरोको आड लगाएर बसेका छौँ। यस्तै यस्ता पहरा थियो यहाँनिर। ढुङ्गा चाहिँ पोर्खाल जान्छ कि भनेर गएन है। आड लगाएको छ त्यहाँ। खै सबै यत्रो बवन्डर हुँदा नि यो जोगिएकै हो। अब यसको पालो यसपालि होला के। यसै ढुङ्गा कति थियो यहाँनिर जम्मै गयो। बिरक्त लाग्दो भयो। तिमीहरूको भिडियो खिचिदिन्छु। तिमीहरूको भिडियो खिच्दै है मैले। ल हाँस्दै हाँस्दै आऊ। हेलो हेलो गर्दै आऊ यहाँ। आऊ न आऊ ल त। मर्निङ मर्निङ। कस्तो राम्रो फुल बोके भन। मर्निङ मर्निङ। अहिलेसम्म बल खेल्दै थियो त। कति छिट्टेर आइपुगिसकेको छ। हामी छिटो भन्दा हो तिमीहरू डन हो। ल के छ अनि आज यो ड्रेसको पालो हो। बाबाले प्याज माथि राख्दैछ। प्याज गनायो। मर्निङ कस्तो हँसायो केटोले। बाबाले प्याज माथि राख्दैछ। प्याज गनायो अरे। देख्नुभयो नि हाम्रो यहाँ तामाङ बस्ती हो नि त साथी। राख्दैछ, गर्दैछ, आइदिएछ, म्याम आयो आयो भन्छ नि। यस्तो हुन्छ हाम्रो यहाँ।
म्याम आयो बिग्रेर पाकेको आँप हो कि भातको साइड आँप खाएर आयो बाटो अड्क्यो के म्याम बिचरा नहाँसी जाऊ नि त नहाँसी जाऊ ल ल ल ल भाग्यो ल भाग्यो मण्डल हाँस मर्निङ म्याम मर्निङ मर्निङ म्याम मर्निङ ल म्याम ल ल ल म्याम ल भिडियो बाहिर ल ल म्यामलाई के अरे सब्सक्राइब गाइस सब्सक्राइब प्लिज सब्सक्राइब सब्सक्राइब गर्नु भएन भने भनेको त्यस्तो चाहिँ गर्नु पर्दैन खासै त तिमीहरू रेस्ट गर्ने ठाउँ हो यो यहाँनिर सधैँ कति मिनेट बस्छौ त कति मिनट बस्ने यहाँ कसरी हिँड्ने 5 सेकेन्ड कसरी हिँड्ने 5 सेकेन्ड भइसक्यो उठेर जाऊ कति बजी हिँड्ने कति 8 बजी हिँड्ने 8:40 हो म्याम अब राष्ट्रपति रहने सिरियल लागि त्यहाँ मकतन्डलमा भलिबल खेल्नु पर्यो नि त चासै लाएर अनि घरबाट हिँडेपछि त्यहाँ भलिबल खेले पनि मैले खेलेन मैले रोशनले खेले हैन त्यो थिएन म थिएन विकास भलिबल थाप्ने स्ट्यान्ड भन्दै म त आज मात्र बस्न फटाहरू ल ल ल ल ल गुड मर्निङ म्याम मर्निङ 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 किन भाग्यो होला जमुना झन् भागिन यिनीहरू भाग्दा कुन दिन लड्छन् हामी यहाँ बस्दा त सिरिस हेलो गुड मर्निङ पढाउने म्यामलाई मात्र गुड मर्निङ भन्छ म्यामलाई खै भने पहिले भन्थे म्यामलाई भन गुड मर्निङ हात जोडेर भन्नुपर्छ नि त यस्तो हुन्छ जुन कक्षा पढाइराख्ने सर म्यामलाई मर्निङ पढाइराख्ने सर नमस्कार पढाइराख्ने सर म्यामलाई चाहिँ भन्छन् बाल कक्षाले हामीले यो यिनीहरू पनि सेन छर्केर हिँड्दा रहेछन् बाबा यो निरञ्जन सिरिसले शिरिषले विदेशबाट आएको शिरिषको अब बलले ल्याएर दिएको ओरिजिनल सेन बाउले कुन चाहिँको यो हात भाँच्यो ए मर्निङ जोड्नु पर्दैन अस्तिदेखि नै मर्निङ मर्निङ हातै छैन के जोड्नु है यस्तो गर्न शर्मी यहाँ आइदिनु त जान्न किन लाज लागेको ल खतम मार्यो अब नमस्कार सर मर्निङ कस्तो मर्ने भयो भने आज त फोन नि नगरी आउनुभयो मिसहरू सर यहाँ देखिहाल्नु भयो हामी यहाँ आउँदाखेरि अनि आइहाल्नुहुन्छ मार्ने भयो आज त ल किन किन किताब त ल्याउनु पर्छ नि त सधैँ मार्ने भयो आज अस्ति म्याम आउनु भएन आज नि आउनु हुनु भन्नु ठाने हो अहिले तरकारी थियो ला सकिया छ कि भनेर नआएको सर हामी त एक गिलास खाएर आयो पनि होइन हजुरकोमा आज चामल सकिया छ कि भनेर नआएको हामी नुन पनि थियो भनेपछि त्यति पनि नसके पानी पनि थियो कति मिठुरी हुँदैन र भा त्यसरी त पनि भइसक्यो ज्वाइँसँग गइसकेपछि त निकै डह्रो भइसक्यो म निशब्द भएँ सर चित्त बुझाउनु चित्त बुझिसक्यो मार्ने भयो आज म्यामले धुप्पी खाने भयो माइती पक्षले त्यही खानुहुन्छ अब ज्वाइँ पाएपछि छोरी भन्नु हुनु पनि परेको नि हामीलाई चाहिँ लाग्यो हामीलाई मलाई लाग्छ हामीलाई लाग्छ तपाईँ जतिखेर छाता जतिखेर भिडियो बनाउँछ ल ल ल हिँड 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 खनिया छ सर म जाँदा खनिया छ अघिल्लो दिन गरे त मङ्गलबारको दिन त को पुच्छर पुच्छर अगाडि हुन्छ पुच्छर पछाडि हुन्छ पछाडि बस त पुच्छर पछाडि हुन्छ तपाईँले म मेरो हात भाँचेको दिन सम्झेँ कि सर मैले मेरो हात भाँचेको दिन मैले त्यस्तो गरिनु भएको लु स्कुल आइपुग्यो
यस उमेरका केटाकेटी हुनेको अगाडि दौडिन सक्ने बिस्तारै बुढाहरूको तालमा दौडेँ म ठिक छ त्यही हो आइपुग्यो म्याम आइपुग्यो चाँडै कति मिनट भयो हेर्नु त हाम्रो स्कुल 45 47 भयो 50 हाजिर लाउनु पाएँ कहिले ल्याउने नानी के कहाँ भयो हँ ल ल ल ल ल ल ल त्यो चाहिँ हाम्रो फुटबल ग्राउन्ड त्यो हाम्रो स्कुल